आजको कथाको शीर्षक छ भूत। आज पनि नदी किनारमा कोही मान्छे हिँडिरहेको थियो। झिसमिसेमै उठेर डल्ले नदी किनारमा पुग्दा उसको मनमा लागेको थियो आज पनि कसैले अघि नै जाल हानिसकेछ। माथिबाट देखेको मान्छे ऊ जाँदै गरेको बाटोतिर आउँदै थियो। को मान्छे हो भनेर चिन्ने अवस्था थिएन, किनभने छ्याङ्ग उज्यालो भइसकेकै थिएन। डल्ले बगरमा ओर्लिसकेको थियो। कतै नजिकै कुनै महिलाको हातको चुरा बजेको सुन्यो। उसले यताउता हेऱ्यो, कोही पनि देखेन। उसको मनमा केही चिसो पस्यो। अलिकता पर पुगेको थियो, फेरि घड्याक्क ढुङ्गाको बजेको आवाज आयो। डल्लेलाई त्यता फर्केर हेर्ने आँटै आएन। किनारै किनार उँभो लाग्यो। बगरको ढुङ्गामा बसेर झोलाबाट जाल निकाल्यो। गोजीबाट लामपाते सुर्ती र ढाल्नेको पात निकालेर सुर्ती बेर्यो र मुखमा च्यापेर अर्को गोजीमा हात हाल्यो। झुलो चकमक निकालेर त्यही बगरको ढुङ्गो टिपेर आगो पारेर सुर्ती सल्कायो। एउटा हातमा जाल र एउटा हातमा लट्ठी लिएर नदीको पानीमा जाल हान्न आँटेको बेला नजिकै कतै छप्लङ्ग आवाज आयो। उसले हतार पछि हटेर उँधो उँभो सबैतिर हेऱ्यो, कतै केही पनि देखेन। उसलाई कुनै अज्ञात भयले सताउन थाल्यो। मनमा कुरा खेल्न थाल्यो। अस्ति नै पनि गइरा घरको अन्तरेले एका बिहानै नदी किनारमा भूत देखे भन्थ्यो। पल्ला घरे मानेले त झन् झिसमिसेमा तरुनी केटी नदीमा नुहाउँदै गरेको देखेँ भन्ने कुरा गर्थ्यो। गाउँबाट यति टाढा एका बिहानै छोरी मान्छे कसरी यस्तो ठाउँमा आउन सक्छन् र? उसको मनमा एउटा अज्ञात भयले बास लिन पुग्छ। भूत नै भए पनि के भयो र? मसँग जाल छ। यो जाल भएपछि भूत मसान जेसुकै भए पनि भागी त हाल्छ। बा कोही मान्छे पो हो कि अरू पनि त हुन सक्छन् नि जलहारीहरू। मलाई देखेर लुकेको पनि हुनसक्छ कि कतै मलाई तर्साएर आफू मात्रै माछा मारेर लाने सुरले कसैले छल गरेको पो हो कि? यदि कोही मान्छे नै रहेछ भने गएर सोध्नु पर्ला को हो के हो भन्दै ठुलो ढुङ्गाको छल पर्दै पहिलेकैतिर फर्क्यो। पहिलेकै ठाउँमा पुगेर उसले वरिपरि निहालेर हेऱ्यो, तर कोही पनि देखेन। पक्कै पनि त्यो किचकन्या हुनुपर्छ, उसले अनुमान लगायो। मनमा फेरि पनि अलिकति डर पस्यो। उसले थुप्रैचोटि नदीमा जाल फाल्यो, तर पनि एउटै माछा परेन। मनमा त्रास र निराश लिएर सरासर घरतिर बाटो लाग्यो। घरमा पुगेर घरमा जाल सुकायो, घाममा जाल सुकायो र निराश हुँदै आँगनको छेउमा मुढामा बस्यो। सुन्दरीले छेउमा आएर भनी, आज पनि माछा मरेन? हामी त के मार्नु र माछा, अरू नै रहेछन् माछा मार्ने मान्छे। निन्याम्रो अनुहार पारेर डल्लेले सुन्दरीलाई जवाफ दियो। कसले पो मार्दा रहेछ हौ अचेल माछा? सुन्दरीले पुनः प्रश्न गरी। सुनिनस् अस्ति मानेले भनेको? भन्थ्यो नि तरुनी केटी भेटेँ भनेर। डल्लेले सम्झाउँदै भन्यो। खोइ के हो अचेल, म त अचम्मै लाग्न थाल्यो भन्दै सुन्दरी घरभित्र पसी। खोलामा माछा नहुनु, राति आइमाई बगर डुल्नु, के छ यसमा रहस्य? त्यसमा पनि मलाई त शङ्का लाग्न थाल्यो है। हाम्रा बाबुले त भन्थे जलडङ्किनीको पूजा गर्नुपर्छ भनेर। कि त्यही कारणले यस्तो भएको हो? डल्ले गनगनाउँदै थियो। होला वनको देवदेवतालाई मानिराख्नु पर्छ त भन्थे बाबुबाजेहरूले। भन्थ्यौ नि तिमी त देवता छैन भनेर। अब त थाहा पायो होला नि। कसो रहेछ त? किचकन्ने पनि हुनसक्छ खोलामा। धन्न बाँचेर आएछौ। आज जाल थिएन भने तिमीलाई खाने थियो त्यही भूतले। अहिलेसम्म त तिम्रो चोला उठिसक्ने थियो। अबदेखि पर्दैन माछा मार्नु। बरु अर्काकै भए पनि खेती गरेरै खाउँला। नाङ्गेको खेदो गरेर कोही पनि उँभो लागेको छैन, बुझ्यौ? फ्याँकिदेऊ यो जाल साल पनि। सुन्दरीले सुकाइराखेको जालतिर देखाउँदै भनी। ओइ, खोलामा भूत नबसे कहाँ बस्छ त? खानबारी बजारमा? हेर न, यसको कुरा पनि अचम्मको छ। डल्ले गनगनाउँदै कम्मरमा खुकुरी भिरेर वनतिर बाटो लाग्यो। कहाँ जान लागेको नि फेरि? यहाँ भात पाकिरहेको छ, अलिकति खाएर हिँडेको भए भइहाल्थ्यो। सुन्दरी भात खान अनुरोध गर्दै तगारासम्म आई ऊ नट्टेरिकन बाटो लाग्यो। सुन्दरी भुतभुताउँदै घरभित्र छिरी। सुहाराको वनमा छारीलाई चोके काट्नु पर्यो भनेर एउटा रुखमा चढेको डल्ले खुकुरीले हानेछ गोली गाँठामा।
ऐया नि आमा भन्दै रुखबाट ओर्लिन खोज्यो। खुकुरी हातमा भएकोले उसलाई रुखबाट ओर्लिन सजिलो भएन। हतार उसले खुकुरी दापमा हालेर रुखबाट हाम फाल्यो। भुइँमा झरिसकेपछि पनि ऊ उठ्न सकेन। चिसो भुइँमा थ्याच्च बसेर उसले आफ्नो घाउतिर हेऱ्यो। घाउबाट रगत आएको थिएन, मात्र सेतो बोसो जस्तो पदार्थ देखियो। त्यो देखेपछि उसलाई हिम्मत आएर दौडेर माथि बाटामा पुग्यो। एउटा ढुङ्गामा बसेर गाउँतिर आँखा लगाउँदा त उसको होस हवास नै उडे जस्तो भयो। तर हतार कम्मरमा बाँधेको गाम्चा खोलेर घाउमा कस्यो। उसको मुटुले काम गर्न छोडेको कि फोक्सोले सास फेर्न बिर्सेको हो कि उसलाई थाहै भएन। रिङ्गाटा लागेर त्यही ढुङ्गाको सिरानी बनाएर पुर्लुक लड्यो। उसले लडिरहेको अवस्थामा कतै मान्छे बोलेको गुनगुन आवाज सुन्यो र यसो मुन्टो उठाउन खोज्यो। तर ऊ मुन्टो उठ्न सकेन। बाटै छेउमा भएको हुनाले कसैले त अवश्य मलाई देख्छ भन्ने लागेर सकी नसकी उठेर टुक्टुक्क बस्न खोज्यो। मान्छेको आवाज आएकोतिर ध्यान दियो। मान्छे त माथिल्लो बाटोमा पो हिँडेका रहेछन्। ऊ बसेको स्थानभन्दा अलिकति पर गएर दुवै बाटा मिसिने हुनाले उसलाई माथिल्लो बाटामा हिँड्ने मान्छेले भेट्न सक्ने स्थिति थिएन। उसले सकी नसकी चिच्याउने कोसिस गर्यो। ए त्यो माथि बाटामा बोल्दै हिँड्ने को हो? म यहाँ अभर परेँ, सहयोग गर्न आऊ न। डल्लेले गुहार माग्यो। नभन्दै दुईजना केटाहरू कुद्दै कुद्दै त्यहाँ आइपुगे। के भयो मामा? एउटाले सोध्यो। खुकुरीले खुट्टामा काट्यो। म हिँड्न सकिनँ, मेरो घरसम्म खबर पुर्याइदिनु पर्यो भान्जा। अब उसले अनुरोध गर्यो। यति कुरा सुनेपछि बटुवाले उसको घाउ खोलेर हेर्ने कोसिस गर्यो, तर हेर्न सकेन किनकि रगतले गाम्चा लछप्पै भिजेको थियो। छिमेकीको धान काट्न खेताला हिँडेका मान्छे साथीलाई मात्र पठाएर डल्लेलाई लिएर गाउँतिरै फर्किने भयो। माथिल्लो गाउँको मान्छे भए पनि डल्लेले उसलाई भान्जा भन्ने गर्थ्यो। हाम्रो गाउँघरतिर जुनसुकै जात धर्म र लिङ्ग भए पनि एउटा न एउटा साइनो लगाएर बोल्ने चलन छ। यसरी गाउँमा भाइचाराको सम्बन्ध कायम रहेको अवस्थामा जस्तो सुकै खाँचो गाह्रो परे पनि आपसी सरसहयोग भइरहेको हुन्छ। भान्जाले डल्लेलाई समातेर हिँडाउन थाल्यो। बिचरा उसको खुट्टै टेकिँदैन। बोकेर लान्छु भनेर बोक्ने जमर्को पनि गर्यो, तर केही पारासम्म पनि पुर्यायो। म अब खुट्टाले हिँड्छु भनेर डल्ले फेरि हिँड्न तम्स्यो। भान्जाले एकापट्टि पाखुरामा समाएर ऊ एउटा खुट्टाले हिँड्न थाल्यो। एकछिन हिँडेपछि ऊ हिँड्न नसक्ने भयो र एउटा चौरमा पुगेर म बस्छु भन्यो। डल्ले थचक्कै भुइँमा बस्यो र उसलाई भनन्न रेगाटा लाग्यो र खरो भयो। उसले पानी पानी भन्न थाल्यो। त्यता नजिकैतिर पानी नभएको हुँदा पानी खुवाउने सम्भावना थिएन। जसरी तसरी म फेरि पनि बोक्छु भनेर भान्जाले उठेर पिठ्यौँ थापे। पछि ऊ फेरि बोकिन बाध्य भयो। बिचराले बोकेर त हिँड्यो, तर पनि डल्लेलाई सहज भएन। ऊ अत्तालिएर कराउन थाल्यो। भान्जाले पनि त्यहीँ बिसाएर छेउमा बसे। जाऊ भान्जा, आफ्नो काममा, म यहीँ सुत्छु भन्दै ऊ चौरमा पुर्रुक्क पल्ट्यो। तपाईँ यहीँ सुतिरहनु है त मामा, म गाउँमा गएर सबैलाई खबर गर्छु र स्ट्रेचर लिएर आउँछु भन्दै हिँड्न आँटेको बेलामा काँधामा घोचाको बिटो बोकेको एकजना गाउँले भाइ देखा पर्यो। घोचाको बिटो फुत्त फ्याँकेर कुद्दै त्यहाँ आइपुग्यो। के हो दाइ मामालाई भन्दै छेउमा आएर उभियो। डल्लेको मान्छे चिन्ने अवस्था थिएन। सारा फनफनी घुमेको थियो। रेगाटा खुब चलिरहेको थियो। दुईजनाले एक एकपट्टिबाट उसलाई तङ्ग्र्याएर हिँडाउन कोसिस गरे, तर ऊसँग त्यसरी पनि हिँड्ने लुर थिएन। दुवैजना समस्यामा परे। घोचा बोक्ने साथी गाउँतिर जाने भयो। भान्जाले साथीलाई गाउँबाट स्ट्रेचर लिएर आउन भनेको ऊ सरासर बाटो लाग्यो। धेरैजना मान्छेको खलबल थियो। लचक लचक हल्लिएको स्ट्रेचरको चालले गर्दा डल्लेको होस खुल्यो। ऊ गाउँ पुगिसकेको थियो। स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकीबाट घरतिर ल्याउँदै गरेको मात्र उसले थाहा पायो। उसको घाउमा 14 टाका लगाएको रहेछ। सबै गाउँलेहरूले उसलाई घरमा पुर्याएर आफ्नो बाटो लागे। यसरी डल्ले 1 महिनासम्म थलियो। घाउ निको भइसकेको थियो, तर पनि उसको खुट्टो दुख्न भने छोडेन। समय बित्दै गयो। उसको खुट्टाले काम गरेको छैन। टेक्दा पनि दुख्ने, हिँड्दा पनि दुख्ने अति भयो। पति खँजा भएको देख्दा सुन्दरीलाई
को मनमा पनि अनेक शङ्का उपशङ्का उब्जिन थाल्यो। यति बेलासम्ममा त पुरै निको भइसक्नु पर्ने, कतै कुनै छेदभेदले त दुःख दिएको हो कि न त देवी देवताको दोष पो हो कि सुन्दरीले जान्ने धामीलाई देखाउने विचार गरी